आज हामीसँग भएको यो कागजातले एउटा कथा भन्छ। यो कथा हो सायद कुनै सानो सहरको एउटा रेस्टुरेन्ट चलाउने व्यवसायीको, जसले कोभिड वा सायद आर्थिक मन्दीको कारणले समयमा आफ्नो भिएटी तिर्न सकेनन्। सुरुमा त केही हजारको कुरा थियो, तर समय बित्दै जाँदा त्यसमा ब्याज, जरिवाना अनि त्यो थप दस्तुर थपिँदै गयो। आज त्यो सानो रकम एउटा यस्तो पहाड बनिसकेको छ कि त्यो तिर्नुभन्दा व्यवसाय नै बन्द गर्नु सजिलो लाग्न थालेको छ। हो, र यो कुनै एकजनाको मात्र कथा होइन। नेपालमा यस्ता हजारौं व्यवसायी छन् जो करको यस्तै चक्करमा फसेका छन्, जहाँ सामाभन्दा ब्याज र जरिवानाको भारीले उनीहरूलाई थिचेको छ। उनीहरू कर प्रणालीबाट लगभग बाहिरिएका छन्, निष्क्रिय छन् भनौँ न। हो, त्यही निष्क्रिय वा लगभग हाल छाडेका व्यवसायीहरूका लागि सरकारले एउटा लाइफलाइन फ्याँकेको जस्तो देखिन्छ, जुन आज हामीले पाएको यो कागजातमा छ। यो मूल्य अभिवृद्धि कर अर्थात् भ्याटको जरिवाना र ब्याज मिनाहा सम्बन्धी एक विशेष व्यवस्था हो। आजको हाम्रो छलफलको उद्देश्य यो व्यवस्थाको गहिराइमा पुग्नु हो। यो कसका लागि हो, यसले के दिन्छ र यसको पछाडिको सोच के हो। ल अब यसलाई खोतल्न सुरु गरौँ। कागजातको शीर्षक नै छ मूल्य अभिवृद्धि करको जरिवाना, थप दस्तुर र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था। यसको पहिलो बुदाले सिधै एउटा समूहलाई सम्बोधन गरेको छ। यो कुन समूह हो? यो पहिलो समूह भनेको त्यस्ता भ्याटमा दर्ता भएका व्यवसायीहरू हुन् जसले 2081 साल चैत्र मसान्तसम्मको आफ्नो कर विवरण पनि बुझाएका छैनन् र त्यसबापत लाग्ने कर पनि तिरेका छैनन्। सरल भाषामा भन्दा जो कर प्रशासनको सम्पर्कबाट पुरै बाहिर छन्। उनीहरूले लामो समयदेखि आफ्नो कारोबारको कुनै जानकारी पनि दिएका छैनन् र पैसा पनि तिरेका छैनन्। भनेपछि जो प्रणालीबाट लगभग हराएका छन् उनीहरूको लागि यो व्यवस्था हो। उनीहरूलाई के सुविधा दिएको छ त? सुविधा निकै आकर्षक छ। यदि यो समूहका करदाताले 2082 साल पुस मसान्तभित्र आफ्नो बाँकी रहेको सबै विवरण बुझाउँछन् र त्यसबाट निस्किएको कुल कर रकम र त्यसमा लागेको ब्याजको जम्मा 25% मात्र तिर्छन् भने उनीहरूलाई लागेको सम्पूर्ण जरिवाना, थप दस्तुर र बाँकी रहेको 75% ब्याज पुरै छुट हुन्छ। एकछिन, मैले ठिक सुने? जरिवाना र थप दस्तुर 100% छुट अनि ब्याजको पनि 75% हिस्सा मिनाहा। यो त मैले सोचेभन्दा धेरै ठूलो राहत हो। सामान्यतया यस्तो छुटमा ब्याजको 50%सम्म मिनाहा होला भन्ने अनुमान हुन्छ। यति ठूलो छुट दिनुको पछाडि सरकारको केही विशेष रणनीति हुनुपर्छ। एकदम। यहाँ सरकारको रणनीति दण्डित गर्ने भन्दा पनि प्राग्मेटिजम अर्थात् व्यावहारिकतामा आधारित देखिन्छ। यस्तो मिनाहा योजना पहिलो पटक आएको होइन। विगतमा पनि यस्ता प्रयासहरू भएका थिए, तर त्यसको सफलता मिश्रित रह्यो। यसपटकको योजनामा ब्याजको 75% सम्म मिनाहा दिनुले के देखाउँछ भने सरकार अहिले डुबेको रकमबाट जति सकिन्छ त्यति उठाउने र निष्क्रिय फाइलहरूलाई जसरी पनि सक्रिय बनाउने रणनीतिमा छ। मैले एकजना कर अधिकृतसँग कुरा गर्दा उहाँले भन्नुभएको थियो, हाम्रो प्रणालीमा यस्ता हजारौं फाइल छन् जो वर्षौंदेखि मृत अवस्थामा छन्। त्यो रकम कागजमा देखिन्छ तर कहिल्यै उठ्दैन। यो योजना त्यही मृत रकमलाई पुनर्जीवित गर्ने एउटा आक्रामक प्रयास हो। यसलाई एउटा उदाहरणबाट बुझ्यो भने अझै प्रश्न हुन्थ्यो कि? अवश्य, यसलाई एउटा उदाहरणबाटै बुझौँ न। मानौ प्रियाज क्याफे भन्ने एउटा सानो रेस्टुरेन्ट छ। आर्थिक कठिनाइका कारण उसले गएको 3 वर्षदेखि भिएटी विवरण र कर केही पनि तिरेको छैन। हिसाब गर्दा उसको तिर्नुपर्ने कुल भिएटी 10 लाख रुपियाँ रहेछ। अब 3 वर्षको अवधिमा कानुन बमोजिम त्यसमा ब्याज 8 लाख, जरिवाना 5 लाख र थप दस्तुर 2 लाख लागेर जम्मा बकौता 25 लाख रुपियाँ पुग्यो। प्रियाको लागि यो रकम तिर्नु लगभग असम्भव थियो। हो, 10 लाखको कर 25 लाख पुगिसक्यो। यो त कहानी लाग्दो अवस्था हो। अब यो नयाँ योजना अन्तर्गत प्रियाले के गर्नु पर्यो भने 2082 पुस मसान्तभित्र गएर आफ्नो 3 वर्षको सबै विवरण बुझाउनु पर्यो र उसले तिर्नुपर्ने रकम भयो 10 लाख सावा कर प्लस 8 लाख ब्याजको 25% अर्थात् 2 लाख, जम्मा 12 लाख। उसले जरिवाना र थप दस्तुरको 7 लाख र बाँकी ब्याजको 6 लाख अर्थात् कुल 13 लाख रुपियाँ छुट पाई। उसको 25 लाखको दायित्व घटेर 12 लाखमा आयो। यो उसको व्यवसायको लागि एउटा फाइनान्शियल रिसेट जस्तै हो। वाह, 13 लाखको छुट! यो त साँच्चै ठूलो राहत हो। यसले त प्रिया जस्ता व्यवसायीलाई फेरि व्यवसायमा टिक्न र इमान्दारीपूर्वक काम गर्न पक्कै हौसला दिन्छ। ल, यो त भयो विवरण र कर दोवै नबुझाउनेको कुरा। तर कोही अलि इमान्दार भएर विवरण त बुझायो होला, तर पैसा तिर्न नसकेर अड्किएको पनि त हुन सक्छ नि। के सरकारले उनीहरूलाई बिर्सेको छ त? यो निकै महत्त्वपूर्ण प्रश्न हो र खुशीको कुरा, सरकारले उनीहरूलाई बिर्सेको छैन। कागजातको दोस्रो बुदाले यही समूहलाई समेट्छ, जसले 2080 चैत मसान्तसम्मको विवरण बुझाइसकेको छ तर कर तिर्न मात्र बाँकी छ। उनीहरूले पनि ठिक उही सुविधा पाउँछन्। उनीहरूले पनि सावा कर र ब्याजको 25% मात्र तिरे पुग्ने भयो।
हो, बिल्कुल त्यही। उनीहरूले पनि 2022 पुस मसान्तभित्र आफ्नो बक्याउता कर र त्यसमा लागेको ब्याजको 25% तिरेमा उनीहरूको पनि बाँकी रहेको 75% ब्याज, जरिवाना र थप दस्तुर पुरै मिनाहा हुन्छ। तर यहाँ मेरो एउटा प्रश्न छ, जसले विवरण पनि बुझाएन, कर पनि तिरेन र जसले कम्तीमा विवरण बुझाएर आफ्नो कारोबारको जानकारी दियो, ती दुवैलाई एउटै डालोमा राखियो, दुवैलाई उस्तै छुट, के यसले विवरण बुझाउने इमानदार प्रयासलाई अलिकति अवमूल्यन गरेन र? यो एकदमै जायज आलोचना हो र यस्ता योजनाहरूको सबैभन्दा ठूलो नैतिक दुविधा पनि यही हो। तर यहाँ सरकारको दृष्टिकोणबाट हेर्दा उनीहरूको मुख्य उद्देश्य प्रक्रियागत इमानदारीलाई पुरस्कृत गर्नुभन्दा पनि अधिकतम राजस्व सङ्कलन र करको दायरा फराकिलो बनाउनु देखिन्छ। यदि फरक फरक समूहलाई फरक फरक सुविधा दियो भने योजना जटिल बन्छ र कार्यान्वयन गर्न गाह्रो हुन्छ। सबैलाई एउटै सुविधा दिँदा यो सरल र आकर्षक बन्छ, जसले गर्दा धेरैभन्दा धेरै करदाता सहभागी हुन सक्छन्। भनेपछि सरलता, अधिकतम सहभागिता नै यहाँको मूल मन्त्र भयो। हो, र कानूनको भाषा हेर्ने हो भने पनि यो कुरा स्पष्ट हुन्छ। दोस्रो बुदाको सुरुवातमा उपदफा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांश प्रयोग गरिएको छ। यसले के सुनिश्चित गर्छ भने विवरण बुझाउने तर कर नतिर्ने समूह पनि यो सुविधाबाट कुनै पनि हालतमा नछुटोस् भन्नेमा कानून बनाउनेको स्पष्ट मनसाय देखिन्छ। उनीहरूले कुनै पनि दुविधाको लागि ठाउँ छोडेका छैनन्। अब यो सबैको बृहद अर्थ के हो त? करदाताको लागि त यो स्पष्ट रूपमा ठूलो राहत भयो, तर समग्रमा देशको कर प्रणाली र अर्थतन्त्रको लागि यसको के महत्त्व छ? यसको महत्त्व बहुआयामिक छ। पहिलो, सरकारको लागि वर्षौंदेखि उठ्न नसकेको र लगभग खराब कर्जा जस्तै बनिसकेको राजस्वको केही अंश भए पनि उठ्छ। दोस्रो, व्यवसायीको लागि उनीहरूले आफ्नो पुरानो दायित्वबाट मुक्त भएर एउटा सफा सुरुवात गर्ने अवसर पाउँछन्। यो भनेको कस्तो हो भने तपाईको मोबाइलको बिल धेरै भएर लाइन काटियो, अब कम्पनीले भन्छ पुरानो सबै जरिवाना छोडिदेऊ, अहिलेसम्मको बिलको अलिकति मात्र तिर र फेरि लाइन जोडेर नयाँ सुरुवात गर। सरकारले पनि व्यवसायीलाई त्यस्तै नयाँ सुरुवातको मौका दिएको हो। निकै सान्दर्भिक उदाहरण। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा कर प्रणालीको लागि जुन हजारौं व्यवसायी निष्क्रिय वा अन्डरग्राउन्ड भएर बसेका थिए, उनीहरू यो योजना मार्फत फेरि प्रणालीमा फर्किन्छन्। एकपटक उनीहरूको पुरानो हिसाब क्लियर भएपछि उनीहरू भविष्यमा नियमित रूपमा कर तिर्ने र विवरण बुझाउने प्रक्रियामा सामेल हुने सम्भावना बढ्छ। यसले करको दायरालाई साँच्चीकै फराकिलो बनाउँछ। त्यसैले यो सरकार र करदाता दुवैको लागि विन विन अवस्था हो। तर के यो एउटा गलत नजिर बसाउँदैन र? जसले इमानदारीपूर्वक दुःख गरेर ऋण खोजेर भए पनि समयमा कर तिर्यो, ऊ मूर्ख जस्तो देखिने र नतिर्नेले चाहिँ पछि गएर भव्य छुट पाउने। यसले त प्रणालीप्रतिको विश्वास नै घटाउला नि। भोलि गएर मान्छेले अहिले किन तिर्ने, 2-4 वर्षपछि फेरि यस्तै छुट योजना आइहाल्छ नि भनेर सोच्न थाले भने के हुन्छ? यो नै यस्ता मिनाहा योजनाहरूको सबैभन्दा ठूलो र गम्भीर जोखिम हो, जसलाई मोरल ह्याजर्ड भनिन्छ। यसले इमानदार करदातालाई निरुत्साहित गर्ने र भविष्यमा कर नतिर्ने प्रवृत्तिलाई बढावा दिने खतरा सधैँ रहन्छ। यो अल्पकालीन फाइदा मतलब राजस्व सङ्कलन र दीर्घकालीन जोखिम मतलब करदाताको व्यवहारमा नकारात्मक असर बीचको एउटा सन्तुलनको खेल हो। सरकारले यहाँ अल्पकालीन फाइदालाई बढी महत्त्व दिएको देखिन्छ। त्यसो भए यो एउटा रणनीतिक जुवा जस्तै भयो। तत्कालको लागि केही राजस्व उठाउने र निष्क्रिय करदातालाई प्रणालीमा फर्काउने, तर भविष्यमा मानिसहरूको कर तिर्ने बानी बिग्रिने जोखिम मोलेर। एक किसिमले हो, तर यसको अर्को पाटो पनि छ। धेरै व्यवसायीहरू जानी जानी कर छल्ने नियतले भन्दा पनि वास्तविक आर्थिक समस्यामा परेर यो चक्रमा फसेका हुन्छन्। उनीहरूको लागि यो जुवा होइन, साँच्चीकै एउटा उद्धार हो। यो योजनाको सफलता वा असफलता दुईवटा कुराले निर्धारण गर्छ। पहिलो, कति रकम बक्यौता असुल भयो, र दोस्रो, कति संख्यामा निष्क्रिय करदाताहरू प्रणालीमा फर्केर भविष्यमा नियमित भए। यो केवल आर्थिक मात्र नभई प्रशासनिक सफलताको सूचक पनि हो। आजको हाम्रो यो गहन छलफलबाट हामीले के बुझ्यौं भने मूल्य अभिवृद्धि कर ऐन 2052 अन्तर्गत दर्ता भएका र 2081 चैत मसान्तसम्म कर विवरण वा कर तिर्न बाँकी रहेका करदाताहरूका लागि सरकारले एउटा निकै उदार र विशेष सुविधा ल्याएको छ। हो, र यो सुविधाले उनीहरूलाई जरिवाना, थप दस्तुर र ब्याजको ठूलो बोझबाट मुक्त हुने एउटा सुनौलो अवसर प्रदान गरेको छ। तर यो अवसर सधैँको लागि खुला छैन। यसको एउटा निश्चित समय सीमा छ। हो, त्यो महत्त्वपूर्ण मिति हो 2082 साल पुस मसान्त। त्यसभित्र आफ्नो बाँकी रहेको कर र त्यसमा लाग्ने ब्याजको केवल 25% तिरेमा बाँकी रहेको सम्पूर्ण ब्याज, लाग्ने जरिवाना र थप दस्तुर पुरै मिनाहा हुनेछ। यो सुविधा विवरण बुझाएर कर नतिर्ने र विवरणै नबुझाउने दुवै समूहका लागि समान रूपमा उपलब्ध छ।
यो व्यवस्थाले करदातालाई तत्काल राहत त दिएको छ, तर यसले भविष्यको कर व्यवहारमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न पनि उठाउँछ, जुन हामीले छलफल गर्यौं। तर यहाँ एउटा अझ गहिरो प्रश्न लुकेको छ। यो योजना हजारौं व्यवसायी किन र कसरी करको यस्तो गहिरो खाल्डामा परे भन्ने समस्याको अल्पकालीन उपचार मात्र हो। यसले लक्षणको उपचार गर्छ, रोगको होइन। तपाईँ के भन्न खोज्दै हुनुहुन्छ? मेरो भन्नुको मतलब यो योजना सकिएपछि सोच्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न छ। आज हामीले हजारौं व्यवसायलाई रिसेट बटन थिच्ने मौका दियौं, तर अबको 5 वर्षपछि फेरि यस्तै हजारौं व्यवसायको अर्को समूह यही अवस्थामा नपुगोस् भनेर सुनिश्चित गर्न हाम्रो कर प्रणालीमा के कस्ता संरचनागत सुधारहरू आवश्यक छन्? के करको दर निकै बढी छ? के विवरण बुझाउने प्रक्रिया निकै झन्झटिलो छ? वा आर्थिक सङ्कटमा परेका व्यवसायलाई सहयोग गर्ने कुनै प्रणाली नै छैन? यी प्रश्नहरूको जवाफ नखोजिकन कि हामी हरेक 5-7 वर्षमा यस्तै अर्को मिनाहा योजनाको लागि मात्रै तयारी गरिरहेका त छैनौं? यो विचारणीय प्रश्न।